हिँड्दै गलिसक्यो चाउचाउ पनि खाँदैछ हिँड्नुपर्छ आज बुधबार टेम्पो नै पाउँदैन रहेछ क्या अनि यतातिरको यस्तो छ कहाँबाट हिँड्दै आयो कति टाढा खाँदै हिँड्दैछ यो यस्तो छ त हाम्रो यहाँ गाउँले जीवन यस्तो छ रातो रातो माटो चिप्लो बाटो हेर्नु न आँपहरू कति फलेको छ सबै हावाले झरेछ सानोमा यस्तो गरेर फोटो खिच्थ्यो आज पनि यसो गरेर खिच्छ रातो माटो यस्तो छ है बाटो चाहिँ पहाड देखिँदैछ यो बेल्टर हुँदै उता हामी अझ त्यो यो बिहाको टेन्ट तान्ने गरेर ठाउँमा पुग्नुपर्ने अब एक फन्को घुमेर जानुपर्ने छोरीको अनुहार रातो रातो भइसक्यो गर्मीले यस्तो छ है साथीहरू हाम्रो उदयपुर चौडानगरी जाने बाटो यही हो यहाँ पहिला सानामा छोरीले यहाँ खिचेको यो चौडानगरी जाने बाटो यही हो माथि चौडानगरी दरबार जाने बाटो जग्गा किन्नुहुन्छ भने यो जग्गा बिक्रीमा रहेछ बुढो यहाँबाट पहिला मान्छे मरेको रे नजाऊ यहाँबाट लडेर मान्छे मरेको अरे यो तल हेर्नु न यो तल एकैचोटि खोला पुगेर यो भनेको रातो पहिरो रातो पहिरो डाँडाबाट तल झरेर मान्छे मरेको अरे यो के को दाना चिन्नुहुन्छ ए रेड कलरको ओरेन्ज कलरको फुल्ने रहेछ यो के को दाना साथी हो भन्नुहोस् त हेर्दाखेरि कोला जस्तै छ तर फुलफुल के हो चिन्नुहुन्छ तपाईँहरूले हेर्नु त यो चिन्नेलाई के नाम भन्दा एउटा फुलको गुच्छा हेर्नु त कस्तो दामी पहाड